मन्तरको किताब साँची राखेर महामोहनी गन्धमोहनी लालमोहनी राजमोहनी वशीकरण कति दिन भित्रमा ठ्याक्कै भनेर ल्याउनु है बाबु। वार पार गरेर ल्याउनु पर्छ परमेश्वरीलाई। कुनै माता घाँटी कुनै जान्नी सुन्नीले गराएको छ भने पूर्वको बाण पूर्व फिराई, पश्चिमको बाण पश्चिम फिराई, उत्तरको बाण उत्तर फिराई, दक्षिणको बाण दक्षिण, आकाशको बाण आकाश फिराई, पतालको बाण पताल फिराई। हाम्रो गुरुदेव हो सत्य चलाएर आकाश भैरव पताल भैरव सिंह भैरव जल भैरव थल भैरव चलाएर 64 मसान चलाएर लौ हाउडे दोबानको कुलमुनि बस्ने एउटा कान ओढ्ने एउटा कान ओछ्याउने परमेश्वरले भाग दिलो खाने बेताल मसान छौडा पिसा सबै वीरको राजा वीरको रानी कल्ली राजा कल्ली रानी चलाएर ल्याउँदा 753 भाग दिलो खाने। तिमी नै हो चल्ने, तिमी नै हो जान्ने, तिमीलाई नै हो सक्ने। लौ पूर्व भने पूर्व, उत्तर भने उत्तर, दक्षिण भने दक्षिण। तिमीले के खान्छौ? रगतको बलि खान्छौ, रगत तिमीलाई। कालो सेतो मेढो ल्याएर तिमीलाई यहाँ आकाश भैरव उत्तर उन्मत भैरव भैरव कान्ति भैरव अगाडि राखेर परमेश्वरी जहाँ घुमेर पाए घुमेर ल्याऊ। तिमीले आफ्नो शक्ति चलाएर ल्याऊ, शक्तिको बाढ खेलाएर ल्याऊ। तिमीले चलाएर ल्याउँदा खेलाएर ल्याउँदा कुनै पनि जान्ने सुन्नीले रोक्नु पाउने छैन। यो ठाउँ यो थलो पवित्र भूमि भन्नुहोस् न। भन्नुहोस् परमेश्वरी केही पुगेको छैन भने हामीलाई भन्नुहोस्, हामी ल्याउँला दिउँला, भाग मिलो राखौँला। सत्य गुरुदेव हुनुहुन्छ तपाईँ परमेश्वरी, सत्य देवता चलाएर हिँड्ने तपाईँ परमेश्वरी।